हेलो हेलो दर्शन नमस्कार सबैजनालाई। धेरै दिनपछि हामी चाहिँ बजार जानु भएको आज। यसो बजार गएर चाहिँ चल्लाको साँब्रा खाएर आउनु पर्यो गाइस। कति रुममा मात्रै चल्लाको साँब्रा खाने होइन, कहिलेकाहीँ चाहिँ यसो चाहिँ बजारतिर गएर चाहिँ होटेलमा चाहिँ ठुल्ठुला साँब्रा खाएर आउनु पर्यो के। यताको मौसम यस्तो छ गाइस, तपाईहरुकोतिर के कस्तो छ? पानी पर्ने चाहिँ सुरसार गरिरहेको छ यतातिर चाहिँ। केटाहरू चाहिँ परछन्। पर फोटोसुट गरिराख्ने केटाहरूले चाहिँ। म चाहिँ यहाँ अगाडि आएको जान लाएको अब बजारतिर। फोटो हान्दैछन् बगानले। हेर्नुहोस् है गाइस, केटाहरूको फोटो सुट गर्ने चाहिँ पोजहरू सुट गर्ने तरिका आउँदैछन् केटाहरू। यस्तो छ गाइस मौसम चाहिँ। हामी बस्ने घर चाहिँ यो हो। तिर चाहिँ मेरो रुम, योपट्टि जेठाको रुम। ल गाइस लाग्यौँ हामी त बजारतिर। हामी रोटी ल्याउने बगाला यहीँतिर छ दोकान, यहीँबाट ल्याउँछौँ सामानहरू। अब केटाहरू बल्ल अगाडि लाग्यो, म चाहिँ पछाडि लागेको छु। हामी चाहिँ मेन रोडमा पुगिसक्यौँ गाइस। अझै जानुपर्छ, लगभग 5-7 मिनट लाग्छ पर जानलाई। गाडी आउने ट्याक्सीहरू आउँछ, त्यहाँबाट ट्याक्सीहरूमा चाहिँ चढेर जाने बजार।